सबै नेपालीको फेभरेट र गोरे दाईको फेभरेट आज चाहिँ तातो तातो मोमो डिनरमा पकाएको क्या। त्यही साह्रो मिठो अनि तातो है, एउटा गेडा मुखमा हालेको चाउरी परेको गिजाहरू सबै सिधा भयो के साथी हो। चारा मेरो बेबीको फेस हेर्नु न, खान मन लागेर जे पनि खतरा पकाउँछ है, स्पेसली चाहिँ मोमो भनेर गोरे दाईले उसको साथीहरूलाई भन्छ कि रेस्टुरेन्टतिर जाँदाखेरि पनि यस्तो यो भन्दा त खतरा मोमो त मेरै बुढीले बनाउँछ घरमा भन्छ के। गोरे दाईको लागि चाहिँ वर्ल्डकै बेस्ट कुक हो के, म सबै कुरा पकाउन आउँछ, दामी पकाउँछ भन्छ होइन। तर नेपालीहरूको लागि चाहिँ म एकदम एभरेज हो क्या, एभरेज बिलो द एभरेज कुक भने पनि हुन्छ है। मलाई त्यति साह्रो पकाउन आउँदैन, त्यही भएर भन्छु कि जसले आफूलाई माया गर्छ, भ्याल्यु गर्छ, रेस्पेक्ट गर्छ, त्यहाँ ठाउँमा चाहिँ जानुपर्छ कि जहाँ डिसरेस्पेक्ट हुन्छ त्यहाँबाट त गइहाल्ने। चाहिँ पहिले दुनियाँको लागि सेकेन्ड ह्यान्ड बच्चाको आमा ह्यान्ड त्यान थियो भने दाइले चाहिँ ममा धेरै लाइफ एक्सपिरियन्स भएको हार्ड वर्किङ मेच्योर देख्यो के। दुनियाँमा चाहिँ कि धेरै राम्रो राम्रो मान्छेहरू अझै पनि धेरै छ क्या, तर हामी चाहिँ नराम्रो मान्छेसँग स्टक भएर त्यहीसँग अड्केर मात्र बस्छ क्या। त्यही भएर त्यस्तो दलदलबाट चाहिँ निस्किनु पर्छ है।